जिउँदै मर्या भनी नाउँ कसको, उद्यम बिना काला बित्दा जसको। यदि बिना उद्यम हामी बसेका छौँ, अल्छी छौँ, अरूको भरमा बसेका छौँ भने त्यो बाँचेकै होइन, त मरे सर। त्यही भएर हामीले उद्यम गर्नुपर्छ भन्ने कुरो पहिलो कुरो भयो। त उद्यम गर्दाखेरि के गर्ने भन्ने कुरो छ कि हामीले त हामीका साल छैन, तराई जस्तो साल छैन, खैर छैन भन्छौँ। त्यहाँ फोकस नगरौँ, हामीसँग के छमा ध्यान दिउँ। तराईसँग यस्तो हिमाल छैन। हिजोको कुन डाँडामा हिउँ खेलिरहेको थिएँ, पोरखेको छैन, हिउँमा फल्ने जडीबुटी छैन। त हामीमा के छ भन्नेमा फोकस गऱ्यौँ भने हामी अगाडि बढ्छौँ। भन्नु झमक कुमारीको हात पनि थिएन, खुट्टा पनि थिएन, जिब्रो पनि चल्दैन थियो। के छैन भने त ऊ के गर्न सक्दैन थियो। तर उनसँग मसँग दिमाग छ भनेर उनले किताब लेखिन्, जीवनकै काँडाकै फुल, नेपालको मदन पुरस्कार पाइदिने हुनु। अच्छा अच्छा साहित्यकार हेरे हेरे हात खुट्टा होगा। तर झमक कुमारीले मसँग के छैन भने त हात खुट्टा पनि थिएन। मैले फोकस त्यहाँ गरेर के केही हुँदैन थियो। त्यो भएर हामीसँग के छ भन्नेमा फोकस गरौँ। र हाम्रो समस्या के छ भन्दाखेरि हामी कस्तुरी मृग पाइने देशका मान्छे हौँ, हामी गैँडा पाइने देशका मान्छे हौँ। हामी पनि त्यस्तै भइगयौँ के। तराईमा गएर गैँडा हेर्नुहोस् त, क्या हिलोमा खेल्न आउँछ सर, यसो यसो गर्न लान्छ। सालालाई थाहै छैन 1 करोडको खाएको भने भाँच्यो पनि हुन्छ, उसलाई आभासै छैन। कस्तुरी मृग पनि दौडेको दौडे हुन्छ, बाँच्न यहाँबाट आउँदो रहेछ। ऊ यहीँभित्र छ भने थाहा छैन कि हामीसँग के छ भन्ने कुरो थाहा छैन हामीलाई। मेजर कुरो हामी कस्तुरी मृग जस्तो भने कि दौडिरहौँ। कस्तुरी हामीसँगै छ, हामीसँग जडीबुटी छ त। हामीले कच्चा पदार्थ पठाउँछौँ 1000 रुपियाँका कुइन्टलका दरले, उताबाट फेरि 1000का दरले ट्याब्लेट किनिराखौँ। यसमा मेन फोकस मैले के गरौँ भन्दा सर, हामीले यसलाई प्रशोधन गरेर पठाउँ। म डोटीको बोर्डरमा छँदा म हेर्दै अदुवा बेचेर खुब मान्छे राम्रो कमाउँथेँ। केही वर्षपछि टाटो पल्ट्यो कि तिनीहरूले के गर्दा रहेछन्, अदुवा पठाइदिनु रहेछ नि। इन्डियामा देशीले त त्यही रोप्नु थालेछन्, गयो सक्यो। इन्डियाले जिरा पठायो भने 9 ब्रिनी गराएर पठाउँछ। हामीले के गल्ती गऱ्यौँ, अदुवै पठाइदिउँ भन्नु। चाइनाले अलि यासकोमा खेती गरिसक्यो, हामीले पठाइदिउँ जेको त्यही। उनीहरूले खेती गरे, कम्तीमा प्रशोधन गऱ्यो भने एक त भाउ बढ्छ भने, अर्को कुरो उनीहरूले उत्पादन गर्न पाउँदैनन्। जस्तो अदुवाको कुरो भने नि, अहिले नेपालको अदुवा इन्डियामा जाँदैन। बाँकी कुरो उहाँहरूले सिकाउनुहुन्छ होइन। तर पहिलो कुरो के हुन्छ, हामी उद्यमी बन्नु पर्यो। हामीले जे गरे पनि हुन्छ मित्रहरू, यही गर्नुपर्छ भन्छ छैन। चिया बेच्नु हुन्छ, तर पारामा बेच्नु पर्यो, स्टाइलमा टक्क चिया बेचिदिन्छ। तपाईँ मेकअप गरेर को खान आउन्न। इन्डियामा डली चियावाला खाएन चिया, उसले चिया यसरी बेच्यो नि, बिल गेट्स आएर उसलाई भेट्थ्यो नि चिया बेच्नलाई। तर चिया बेच्नुको पारा थियो। आजकल चिया ओइली भन्ने राति आइरहनु न थर्मोस पुग्यो। मेकअपमा गयो त्यो कपाल पनि त्यस्तै, चिया पनि यति गर्वसँग बेचेर आउँथ्यो कि म राम्रो काम गरेको छु भन्ने गर्नु। तपाईँले कुनै पनि काम गर्नु लाज नमान्नु, चोर नै हुँदैन। तपाईँ झाडु लाउनुहोस्, पारामा लगाइदिनुहोस्, नाच्दै लगाइदिनुहोस् झाडु, चिया बेचिदिनु, हाँस्दै बेचिदिनु, बिक्छ त, किन बिक्दैन। काममा गर्व गरौँ। हामीसँग प्रकृतिले धेरै चिज दिएको छ, तराईमा के छैन, हामीसँग यहाँ धेरै चिजहरू छ। त्यसमा फोकस गऱ्यौँ भने हामीसँग अथाह छ नि, विश्वमा नभएको चिज छ। हिमाल भनेको चिज अमेरिकाले बनाउन सक्दैन, कसैले पनि सक्दैन। तब सगरमाथाको एउटा ढुङ्गा लिएर एउटा घडीमा हालिदिएको, त्यो 20 लाखको घडी भएको थियो, कोबाल घडी भन्ने, केही नगरे त्यो। किन सबभन्दा अग्लो ठाउँको ढुङ्गा भयो नि। तब सगरमाथामा गएर हात छिउ गऱ्यो भने त्यो रेकर्ड हुन्छ। सबभन्दा अग्लो ठाउँमा हात छिउ कसले गर्नु, रोइदिनुहोस् त्यहाँ गएर रेकर्ड हुन्छ। सबभन्दा अग्लो ठाउँमा रुनिवाली फलानी भनेर, हजुर नाम के अरे, रञ्जिता भनेर आउँछ भोलि नाम, रोइदिनुहोस् त्यो भने। हामीसँग यो भूगोल छ नि, त्यो हाम्रो गहना हो होइन। यसलाई सदुपयोग गरौँ, आफूमाथि गर्व गरौँ। सरले सिकाउनुहुन्छ त्यसलाई ग्रहण गर्नु होला, सिकाएर मात्र हुन्न, त्यसलाई लागू गर्नु होला भन्दै म अब 2 शब्द त भन्दा धेरै शब्द बोक्यो नि, धेरै शब्द यहीँ टुङ्गिन्छ। 2 शब्द त भन्दा धेरै शब्द बोक्यो नि, धेरै शब्द यहीँ टुङ्गिन्छ।